नमस्ते, म सन्तोष पाण्डे, कोरियन भाषा प्रशिक्षक यहाँहरूकै साथी। आज चाहिँ तपाईहरु माझ नयाँ ग्रामर भिडियो लिएर उपस्थित भएको छु। मलाई लाग्छ यो भिडियो तपाईहरुको लागि चाहिँ धेरै नै युजफुल हुनेछ। ल आजको ग्रामर सुरु गरौँ है त साथी। आजको ग्रामर चाहिँ थोङसा क्रिया। यो मैले पहिला पनि भिडियो बनाएको थिएँ यसको बारेमा, एकचोटी फेरि पनि हेर्नु होला। थोङसा क्रिया नेपाली क्रियाको अन्त्यमा नु आए जस्तै कोरियन थोङसाको अन्त्यमा दा आएको हुन्छ। यसरी कोरियन शब्दको अन्त्यमा दा आए यसलाई थोङसा भनिन्छ। यसलाई के भनिन्छ त? थोङसा भनिन्छ। तर दा पछाडि आएको सबै शब्द भने क्रिया नहुन पनि सक्छ। यसरी यो दा पछाडि आएको सबै शब्द चाहिँ क्रिया नहुन पनि सक्छ। जस्तै फादा समुद्र, नालमादा प्रत्येक दिन, था सबै आदि शब्दहरू चाहिँ क्रिया होइनन्। कोरियन भाषामा सामान्यतया क्रिया 4 प्रकारका छन्। कति प्रकारका छन् त? सामान्यतया है, हुन त यसको प्रकारहरू अझै धेरै हुन्छ। सामान्यतया हामीले बुझ्न चाहिँ 4 प्रकारको बुझ्दा इनफ नै हुन्छ। नम्बर 1 मा हेर्नुहोस् है, थोङजाक थोङसा। यहाँ मैले रेडले हाइलाइट गरेको छु। थोङजाक थोङसा एक्सन भर्ब, चलायमान क्रिया, मुभमेन्ट हुने क्रिया हो। यो क्रियामा कुनै काम भएको छ भने यसलाई चलायमान क्रिया भनिन्छ। चलायमान क्रिया भनिन्छ। क्रियामा मुभमेन्ट छ भने, हलचल भएको छ भने, अर्थात् एक ठाउँबाट अर्को ठाउँमा जाने वा हलचल गर्दा हुने क्रियाकलापसँग सम्बन्धित शब्दलाई चलायमान क्रिया भनेर भनिन्छ। हलचल गर्दा सम्बन्धित हुने शब्दलाई। जस्तै हेरौँ है त साथी, खादा जानु, ओदा आउनु। यो फान्ने जस्तो पनि छ तर तपाईहरुलाई सिक्न सजिलो होला भन्ने उद्देश्यले राखिएको। खादा जानु, ओदा आउनु। जस्तै छादा सुत्नु, इरनादा उठ्नु। यो सबै थोङजाक थोङसा एक्सन क्रिया है साथी। छुदा दिनु, फात्ता लिनु अर्थात् पाउनु। फात्ता भनेको के रहेछ? लिनु अर्थात् पाउनु है। कपीमा टिप्दै पढ्नु होला। आन्ता बस्नु, सदा उभिनु। यसै गरी है यो क्रियाहरू हुन्। यसलाई तपाईले याद गर्नुभयो हुन्छ। थुर ओदा भित्र आउनु, नागादा बाहिर जानु, यल्दा खोल्नु ढोका, थात्ता बन्द गर्नु, सादा किन्नु, फाल्दा बेच्नु, खारुछिदा सिकाउनु, फ्याउदा सिक्नु, इप्ता लगाउनु। के लगाउनु त? कपडा। त्यसै गरी फत्ता फुकाल्नु। के फुकाल्नु भन्नुहोस् त? कपडा फुकाल्नु है। त्यसै गरी यो क्रियाहरू त अझ धेरै हुन्छन् है। म यहाँ राख्दिन्छु, तपाईहरुले यसलाई पज गर्दै पढ्नु होला। जस्तै थादा चढ्नु, नेरिदा झर्नु ओर्लनु, साल्दा बसोबास गर्नु, छुक्ता मर्नु, कुदा निभाउनु, ख्यदा बाल्नु, मुत्ता सोध्नु, थिदा फादा जवाफ दिनु, छुलबारादा प्रस्थान गर्नु, थोछा खादा पुग्नु। भन्नुहोस् त, थोछा खादा पुग्नु। यसलाई अलिकति रिपिटेड गरेर पढ्नुभयो भने चाहिँ हुन्छ है। नुरुदा थिच्नु, थुरिदा टक्र्याउनु अर्थात् दिनु, आदरार्थी शब्द हो यो। थप्ता छोप्नु, मक्ता खानु, इक्ता पढ्नु। हेर्नुहोस् है, यसलाई चाहिँ तपाईँले रोकी रोकी याद गर्नु होला। फोदा हेर्नु, इन्सा हादा अभिवादन गर्नु। जस्तै म गुरुलाई अभिवादन गर्छु है। थानिदा आउने जाने गर्नु, खाजिदा लिनु, खाज्य ओदा लिएर आउनु, खाज्य गादा लिएर जानु, नानुदा विभाजन गर्नु, खरगादा हिँडेर जानु, खत्ता हिँड्नु। त्यसै गरी हेर्नुहोस् है, मान्नादा भेट्नु, फाङ्गुनादा भेटघाट गर्नु। मजाले पढ्ने क्या, फाङ्गुनादा भेटघाट गर्नु भनेर यस्तो मजाले दिनुहोस् न। खिदारिदा पर्खनु, हेअजिदा छिट्टिनु। जस्तै मासिदा पिउनु, केउदा बिउजाउनु, केउदा बिउजाउनु, केउदा बिउजाउनु भन्ने बिउजेको कुराहरूलाई चाहिँ कल्पना गर्ने, सम्झिने के। त्यसै गरी छोल्दा झुल्नु, निन्द्रा लाग्नु है। फोनेदा पठाउनु अर्थात् दिन कटाउनु, दिन बिताउनुलाई पनि हामी फोनेदा भन्छौँ। त्यसै गरी मारादा भन्नु, थुत्ता सुन्नु, उन्दोङ हादा व्यायाम गर्नु अर्थात् खेल्नु, यन्सुप हादा अभ्यास गर्नु, छुल्गुन हादा काममा जानु। जस्तै म 8 बजे काममा जान्छु भन्छौँ नि होइन। त्यसै गरी थुइगुन हादा कामबाट फर्कनु, पाल्ले हादा कपडा धुनु, कामबाट फर्केपछि म कपडा धुन्छु। त्यसै गरी छङ्सो हादा सफा गर्नु। अब मेन कुरा चाहिँ त्यो भन्दा पनि यहाँ छ है।
यी माथिका चलायमान क्रियाहरूलाई पनि 3 भागमा विभाजन गरिएको छ। यो माथिको हामीले अहिले पढेका चलायमान क्रिया छन्, यसलाई पनि हामीले 3 भागमा विभाजन गरेका छौँ। नम्बर 1 बुझ्नै पर्ने है, छादोंसा अकर्म क्रिया, क्रिया पुरा हुन अब्जेक्टको आवश्यकता हुँदैन र यसले कुनै कुरामा असर गर्दैन भने यस्ता क्रियाहरूलाई अकर्म क्रिया भनिन्छ। अर्थात् कसलाई र केलाई भनेर प्रश्न गर्दा जवाब दिन नसकिने, मेन कुरा है, जवाब दिन नसकिने क्रियाहरूलाई अकर्म क्रिया भनेर भनिन्छ। अकर्म क्रियामा चाहिँ रुल र उल लाग्दैन। यो रुल र उल अकर्म क्रियामा लाउनु हुँदैन। जस्तै खादाको अगाडि रुल र उल लाग्दैन, ओदाको अगाडि रुल र उल लाग्दैन। मैले अहिले जति क्रिया लेखेको छु यसको अगाडि उल र उल नलगाउनुलाई। जस्तै फेरि एकचोटि रिपिट गरौँ, खादा जानु, ओदा आउनु, म जान्छु म आउँछु, यसमा रुल र उल लगाउनु हुँदैन। छादा सुत्नु, इरनादा उठ्नु, आन्दा बस्नु, सदा उभिनु, म उभिन्छु, त्यत्तिकै सेन्टेन्स कम्प्लिट भयो। त्यसमा कर्म छैन, त्यो भएर उल र उल लाउनु पर्दैन। त्यसै गरी थु र ओदा भित्र आउनु, नागादा बाहिर जानु, साल्दा बस्नु बाँच्नु, छुक्ता मर्नु, छुल्बारादा प्रस्थान गर्नु, थोचा खादा आइपुग्नु, छोल्दा निन्द्रा लाग्नु, अर्थात् मजाले झुल्छ नि, मजाले झुलिरहेको हुन्छ है, झुल्नु, थानिदा आवत जावत गर्नु अर्थात् आउने जाने गर्नु, खरगादा हिँडेर जानु होइन, खत्ता हिँड्नु, हेजिदा छुट्टिनु। अब ल परिसक्यो, त्यसपछि चाहिँ छुट्टिने कुरा हुन्छ। छुट्टिने कुरामा पनि त्यसमा कर्म छैन, त्यसमा पनि उल्लु लाउनु हुँदैन है। उन्दोङ हादा व्यायाम गर्नु, छुल्गुन हादा काममा जानु, थोइगुन हुँदा कामबाट फर्किनु। थोइगुन हादा भनेको रहेछ साथै कामबाट फर्किनु। अब यो क्रियाहरूमा चाहिँ तपाईँले भुलेर पनि यो उल र रुल चाहिँ नलगाउनु होला। जुन चाहिँ छादोंसामा उल र रुल लाग्दैन है, क्लियर हुनु होला। भएन भने कमेन्ट गर्नु होला। त्यसै गरी अर्को छ खमा थादोंसा, जसलाई हामी सकर्म क्रिया भनेर भन्छौँ। वाक्यको अर्थ पुरा हुन कर्म अब्जेक्ट उल र रुलको आवश्यक हुन्छ भने यसलाई सकर्म क्रिया भनिन्छ। के भनिन्छ त साथी? सकर्म क्रिया भनिन्छ है, नबिर्सिनु होला। सकर्म क्रियामा चाहिँ उल र रुल लाग्छ है। अर्थात् कसलाई र केलाई भनेर प्रश्न गर्दा, नबिर्सिनुहोस् है, कसलाई र केलाई भनेर प्रश्न गर्दा जवाफ दिन सकिने क्रियालाई सकर्म क्रिया भनिन्छ। जवाफ दिन नसकिनेलाई चाहिँ अकर्म, जवाफ दिन सकिनेलाई चाहिँ सकर्म। सकर्म क्रियामा चाहिँ कसलाई, मलाई, साथीलाई, अरूलाई होइन, केलाई, यसलाई, यो वस्तुलाई भनेर हामी भन्न सक्छौँ। जस्तै छुदा दिनु, कसलाई दिनु? साथीलाई दिनु। फात्ता लिनु पाउनु, के पाउनु? उपहार पाउनु। के लिनु? उपहार लिनु है। यल्दा खोल्नु, के खोल्नु? ढोका खोल्नु। थात्ता बन्द गर्नु, के बन्द गर्नु? ढोका बन्द गर्नु। त्यसरी कसलाई र केलाई भनेर प्रश्न गर्दा जवाफ दिन सकिने क्रियालाई सकर्म क्रिया भनिन्छ। सादा किन्नु, के किन्नु भन्नुहोस् त? स्याउ किन्नु है। फाल्दा बेच्नु, के बेच्नु? स्याउ सुन्तला बेच्नु। खारु छिदा सिकाउनु अर्थात् पढाउनु, के पढाउनु? कोरियन भाषा। फ्यौदा सिक्नु, के सिक्नु? कोरियन भाषा सिक्नु। इप्ता लगाउनु, के लगाउनु? लुगा लगाउनु। फत्ता फुकाल्नु, के फुकाल्नु? लुगा फुकाल्नु। यसरी है साथी। थादा चढ्नु, नेरिदा झर्नु ओर्लनु, त्यसै गरी कुदा निभाउनु अर्थात् अफ गर्नु, ख्यदा बाल्नु अन गर्नु, मुत्ता सोध्नु प्रश्न सोध्नु होइन, के सोध्नु भनेर सोधियो भने प्रश्न सोध्ने कुराहरू भयो। अन्थेदा फादा जवाफ दिनु, नुरुदा थिच्नु, थुरिदा दिनु टक्र्याउनु। त्यसै गरी है साथी अहिलेकै कुरा रिपिट हो यो। थप्ता छोप्नु, मक्ता खानु है। थप्ता छोप्नु, मक्ता खानु, इक्ता पढ्नु। त्यसै गरी फोदा हेर्नु, इन्सा हादा अभिवादन गर्नु, खाजिदा राख्नु अर्थात् लिनु, खाज्य ओदा लिएर आउनु, खाज्य गादा लिएर जानु। खाज्य गादा भनेको के हो? लिएर जानु। त्यसै गरी नानुदा बाँड्नु, भन्नुहोस् त नानुदा भनेको के रहेछ? बाँड्नु। मान्नादा भेट्नु, मान्नादा भनेको के हो त साथी? भेट्नु। फाङमुन हादा भ्रमण गर्नु, फाङमुन हादा भनेको साथीको घरमा केही कोसेलहरू बोकेर जाने कुरा नि होला है। खिदारिदा पर्खनु, म तिमीलाई पर्खन्छु। केउदा बेउजाउनु अर्थात् बिहान उठाउनु, मलाई बेउजाइदिए है, मलाई उठाइदिए भन्छौँ नि हामी त्यस्तो कुरा है। अर्को छ फोनेदा पठाउनु, चिठी पठाउनु होइन, अर्थात् दिन बिताउने कुराहरू भयो।
त्यसै गरी मारादा बोल्नु, थुत्ता सुन्नु, यन्सुफादा अभ्यास गर्नु। भन्नुहोस् त, यन्सुफादा अभ्यास गर्नु, यन्सुफादा अभ्यास गर्नु, छौसो आधा सफा गर्नु। मजाले पढ्ने क्या, छौसो आधा सफा गर्नु भनेर पढ्यो भने चाहिँ दिमागमा बस्छ है। अब केही कन्फ्युज भयो भने तपाईँले यहाँ सल्लाह सुझावको लागि चाहिँ मैले यहाँ नम्बर पनि राखिदिएको छु, सम्पर्क गर्न सक्नुहुन्छ है। अनि टिकटकमा पनि तपाईँहरू यहाँ स्क्यान गरेर जान सक्नुहुन्छ। त्यसै गरी अब चाहिँ मेन इम्पोर्टेन्ट अर्को चाहिँ छ गमा है, ख्यम्योङ थोङसा अर्थात् याङयोङ थोङसा, जहाँ चाहिँ सकर्म अकर्म दुइटै हुन्छ। एउटै शब्द एउटै क्रिया सकर्म पनि बन्छ अकर्म पनि बन्छ। मेन इम्पोर्टेन्ट कुरा है साथी, यो यस्तो क्रिया हो जसले वाक्यको सन्दर्भ र आवश्यकता अनुसार दुई फरक व्याकरणिक भूमिका निभाउन सक्छ। जब कर्म समावेश हुँदैन यसले क्रियाको कार्य आफै भएको वा कर्तामा मात्र सीमित रहेको जनाउँछ र यो अकर्म क्रिया बन्छ। जब फेरि कर्म समावेश हुन्छ यसले क्रियाको कार्य कसैले अर्को व्यक्ति वा वस्तुमाथि गरेको जनाउँछ र यो सकर्म क्रिया बन्दछ। यस्ता क्रियाहरू परिस्थिति अनुसार बदलिने हुनाले यिनीहरूलाई दुवै हुने क्रिया वा द्विजिप्रे क्रिया भनेर भनिन्छ है। यो क्रियालाई चाहिँ द्विजिप्रे दुवै हुने क्रिया। अब हेरौँ है त ल, ख्यम्योङ थोङसा दुवै हुने क्रिया के रहेछन्? केदा फुट्नु, केदा भनेको के हो त? फुटाउनु। अब हेर्नुहोस् है, केदा भनेको फुट्नु हो भने यो छादोङसा हो, अकर्म क्रिया हो, यसमा उल्लुल लाउनु हुन्न। अनि केदाको मिनिङ फुटाउनु हो भने यो थादोङसा हो, सकर्म क्रिया हो, फेरि उल्लुल चाहिँ चाहिन्छ यसमा, नबिर्सिनुहोस् है। त्यसै गरी नेरिदा झर्नु, झार्नु, पर्नु, घट्नु। नेरिदाको मिनिङ के रहेछ? झर्नु पनि, झार्नु पनि, पर्नु पनि, घट्नु पनि। पानी पर्नु पनि त नेरिदा हो। त्यसै गरी नेरिदाको मिनिङ झर्नु, ओर्लनु, पर्नु, घट्नु हो भने यो छादोङसा हो, अकर्म क्रिया हो। यसको अगाडि चाहिँ तपाईँले उल्लरुल भुलेर पनि लाउनु भएन। यदि नेरिदाकै मिनिङ चाहिँ झार्नु र ओराल्नु हो भने फेरि यो थादोङसा बन्यो, यसको अगाडि फेरि उल्लरुल लाग्छ। यसलाई हेर्नु होला, मैले यसै गरी यहाँ तल बनाएको छु। त्यसै गरी फोइदा देखिनु, देखाउनु। फोइदाको मिनिङ के रहेछ? दुईटा, एउटा देखिनु पनि रहेछ, अर्को चाहिँ देखाउनु रहेछ। देखिनु भने आफै देखियो, छादोङसा। फोइदाको मिनिङ देखाउनु भए थादोङसा। त्यसै गरी अर्को छ उम्जिगिदा। भन्नुहोस् त, उम्जिगिदा चल्नु, हलचल हुनु, चलाउनु, हल्लाउनु। अब उम्जिगिदाको मिनिङ चल्नु, हलचल हुनु भए छादोङसा। उम्जिगिदाको मिनिङ नै चलाउनु र हल्लाउनु भए थादोङसा। सिजाक खादा सुरु गर्नु, सिजाक थोइदा सुरु हुनु। सिजाक थोइदा सुरु हुनु छादोङसा आफै सुरु भयो। सिजाक खादा सुरु गर्नु थादोङसा अरूले सुरु गर्यो। त्यसै गरी अब अलिकति तल जाउँ। कुन्नादा, कुन्नादा समाप्त हुनु, कुन्नेदा समाप्त गर्नु। कुन्नादा समाप्त हुनु आफै समाप्त भयो, यसको अगाडि रुल र उल्लाउनु हुन्न। अनि कुन्नेदा समाप्त गर्नु कसैले समाप्त गर्यो, यसको अगाडि चाहिँ अनिवार्य उल र रुल लगाउनु होला है। नुल्दा बढ्नु, नोल्लिदा बढाउनु। नुल्दा बढ्नु आफै बढ्यो, नोल्लिदा बढाउनु कसैले बढाइदियो। त्यसै गरी छुल्दा घट्नु, छुरिदा घटाउनु। घट्नु आफै घट्यो, घटाउने कुरा चाहिँ कसैले घटाइदियो। कसैले घटाइदियो भने चाहिँ व्यक्ति आयो, थादोङसा भयो। यल्लिदा खुल्नु, यल्दा खोल्नु। यल्लिदा आफै खुल्यो, यसलाई चाहिँ छादोङसा भनियो। यल्दा कसैले खोल्यो, यसलाई चाहिँ थादोङसा भनियो, जहाँ कर्म हुन्छ। त्यसै गरी अर्को थाछिदा, यसको उच्चारणमा ख्याल गर्नु होला है। द लगत्तै ह आयो भने छ हुन्छ, त्यही भएर यसको उच्चारण थाछिदा। बन्द हुनु, थात्ता बन्द गर्नु। थाछिदा आफै बन्द भयो, थात्ता भने कसैले बन्द गरिदियो है त साथी। तरजिदा झर्नु, तर तुरिदा झार्नु। यहाँ हेर्नुहोस् है, तर तुरिदा भने चाहिँ झार्नु। तर जिदा भनेको झर्नु, खस्नु, आफै खस्यो, यसमा कसैले खसाएको होइन। अनि तर तुरिदा भनेको चाहिँ झार्नु, खसाल्नु, कसै व्यक्ति अर्थात् अरू व्यक्तिले खसाल्दियो भने यो चाहिँ थादोङसा भयो है। त्यसै गरी खोजाङ नादा बिग्रनु, खोजाङ नेदा बिगार्नु। बिग्रनु चाहिँ आफै भयो नि त, खोजाङ नादा बिग्रनु आफै भयो, छादोङसा। खोजाङ नेदा बिगार्नु कसैले बिगार्यो, थादोङसा। यो धेरै छ है साथी। यो चाहिँ मैले तपाईँलाई जस्ट एक्जाम्पलको लागि राखिदिएको छु, यता पनि हेर्नु होला।
सेङ्गिदा पैदा हुनु, मान्दुल्दा बनाउनु। सेङ्गिदा पैदा हुनु, उत्पन्न हुनु आफै भयो, मान्दुल्दा बनाउनु कसैले बनायो। त्यसै गरी फ्योन्नादा बदलिनु, फ्योनुवा सिकिदा बदल्नु। बदलिनु आफै बदलियो, फ्योनुवा सिकिदा भनेको बदल्नु कसैले बदलिदियो। सदा उभिनु, सेउदा उभ्याउनु। सदा उभिनु भए छादोङसा, सेउदा उभ्याउनु भए थादोङसा। थादा चढ्नु अनि थेउदा चढाउनु। केमा चढाउनु त साथी? गाडीमा। जस्तै अर्को पनि यहाँ बुझ्नुहोस्, थादा भनेको जल्नु पनि हो, आगोले जल्नुलाई पनि थादा भन्छौँ र चढ्नुलाई पनि थादा भन्छौँ है। चढ्नु जल्नु। अनि थेउदा भनेको जलाउनु, चढाउनु। गाडीमा चढाउनुलाई पनि हामी थेउदा भन्छौँ। त्यस्तै गरी नोक्ता पग्लिनु, नोखिदा पगाल्नु। नोक्ता पग्लिनु आफै पग्लियो, नोखिदा पगाल्नु भने कसैले पगालिदिएको कुरा भयो। इक्ता पाक्नु, इखिदा पकाउनु। इक्ता पाक्नु, इखिदा पकाउनु। यसरी पढ्नुहोस्, इक्ता पाक्नु आफै पाक्यो, इखिदा पकाउनु कसैले पकायो। नात्ता हेर्नुहोस् है, यहाँ पुरैले सिलेक्ट भयो। नात्ता होचो हुनु, नाच्छुदा होचो बनाउनु। होचो हुनु आफै, नाच्छुदा होचो बनाउनु कसैले। नोफ्ता उच्च हुनु, नोफिदा उच्च बनाउनु। नोफ्ता उच्च हुनु आफै भयो, नोफिदा उच्च बनाउनु कसैले बनाइदियो। त्यसै गरी फुत्ता टाँसिनु, फुचिदा टाँस्नु। फुत्ता टाँसिनु आफै, फुचिदा टाँस्नु कसैले। मोइदा जम्मा हुनु, मोउदा जम्मा गर्नु। मोइदा जम्मा हुनु आफै जम्मा भएको कुरा भयो साथी। मोउदा जम्मा गर्नु कसैले जम्मा गरिदिएको कुरा भयो। माखिदा रोकिनु, माग्दा रोक्नु। माखिदा रोकिनु आफै रोकिनु भयो, माग्दा रोक्नु अरू व्यक्तिले रोक्ने कुरा भयो। त्यसै गरी नाम्दा बाँकी रहनु, नाम्गिदा छोडिदिनु। नाम्दा बाँकी रहनु आफै बाँकी भएको हो, अर्थात् बाँकी हुनु है। नाम्गिदा भने कसैले बाँकी छोडिदिनु, राख्नु। सुइदा प्रयोग हुनु, सुदा प्रयोग गर्नु। प्रयोग हुनु भए छादोङसा, प्रयोग गर्नु भए थादोङसा। छादोङसामा रुलुर नलाउने, थादोङसामा लाउने। फाम सेउदा हेर्नुहोस् है, रातभर नसुत्नु, फाम सेदा रात बित्नु। फाम सेदा भनेको रात बित्नु आफै बित्यो, बिहान हुनु। अनि फाम सेउदा भने रातभर नसुत्नु, जागा बस्नु भने चाहिँ थादोङसा भयो। अब यहाँ सर्ट भाषामा है, बुझ्ने सरल तरिका। अकर्म काम आफै भयो, कसैको सहयोग बल चाहिएन। सकर्म काम कसैले गर्यो, कामको असर अरू कुनै चिज अर्थात् व्यक्तिमाथि पर्यो। यति कुरा बुझ्नुभयो भने तपाईँलाई उलरुल इगामा कन्फ्युज हुँदैन। अब यहाँ सम्झिनुपर्ने कुरा मैले फेरि भने, छादोङसामा चाहिँ इगा लाउन सकियो, थादोङसामा चाहिँ उलरुल लाग्छ। अब यसमा चाहिँ तपाईँहरूले अघि पढेका कुराहरूमा छादोङसा छ भने चाहिँ त्यसको अगाडि इ र गा लाउनु होला है। अब यति कुरा तपाईँले जान्नुभयो भने समस्या हुँदैन। म एकचोटि फेरि पनि भन्छु, यहाँनिर यो छादोङसा अकर्म क्रिया, यसको अगाडि चाहिँ इगा उन्नुन लाउनुहोस्। थादोङसा सकर्म क्रिया, यसको अगाडि चाहिँ उल र रुल लाउनुहोस्, नबिर्सिनुहोस्। फेरि एकचोटि भन्नुहोस् त, छादोङसाको अगाडि इ र गा, थादोङसाको अगाडि उल र रुल। यति कुरा याद गर्नुभयो भने मजाले सक्नुहुन्छ। मजाले मेहनत गर्नुहोला। यो भिडियो कस्तो लाग्छ एकचोटि कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने साथीलाई पनि सेयर गरिदिनु होला। लागेन भने तल कमेन्टमा लेखिदिनु होला। अर्को भिडियोमा सुधारेर बनाउने नै छु है त साथी। ल आजलाई यति। अब बाँकी चाहिँ तपाईँहरूले कमेन्ट गरिसकेपछि अर्को भिडियोमा लिएर आउने नै छु। आजलाई छुटौँ। नमस्ते। यहाँहरूको दिन शुभ रहोस्।